स्वागत तो करो हमारा। अबे के हो पारा भाइ जेलमा गए जस्तो के भयो साथी किन यसरी रुम्बी राखेका जेलमा गए जस्तो के भन्नु तिमीलाई यहाँ म अलिकति दुखमा पनि परेको छु टेन्सनमा परेको छु के भयो र त्यस्तो फेरि के भन्नु तिमीलाई यहाँ रातिमा फेरि यहाँ के गरेर सुँगुरको मासु खान्छु भन्दै ढोल्टो खाउँथे यही नहीं अभी और सुनिए खेला दिन न पैसा छैन पैसाको त टेन्सन हैन नि सिधै 50 बार छ एउरो प्लेटलाई पैसा सैसाको धनको मतलब छैन किनकि म कतै बाउनु हो नि त कतै बाउनु हो नि त तिमी देखेको यहाँ टुप्पिएर ए अनलाइन टुप्पियो नि थाहा भएन चाहिँ किन त्यसो गरेछिन् भाउजूले चाहिँ बाउनु तिमी नआउने पनि रोज आते हैं इस उम्मीद पे आज जीतेंगे कल जीतेंगे परसों जीतेंगे रोज हारते हैं यहाँ बच्चाहरू लुगाएर यहाँ घरको हालत जोक छ त्यही कारण मगी लुगाको म देख्यो बुझे मलाई पहिल्यै नभन्ने कति महिना भइसक्यो यस्तो चलेको महिना दिन बसिसक्यो नि म त 2-3 दिनमा ठिक हुन्छ कि भन्दै यस्तो दामी जाकीतिर लाग्नु हेर साथी त्यही कारण म लुगाको पनि हेर मलाई थाहा छ 3 तल तक म सफाई गर्दै सबै मलाई थाहा छ इन्डा काला नहर छ मेरो पहिचानको एउटा डाक्टर छ डाक्टर प्रकाश त्यो के भन्छ इंग्लिशमा साइकियाट्रिस्ट भन्छ नि साइकियाट्रिस्ट के भन्छ छोड्दा यार के भन्छ चट्ट बनाइन्छन् पिट गर्न हुन्न पिट गर्नै पर्दैन चाँडै गयो नि त जानुपर्छ अब निस्किहाल्ने अब चाहिँ निस्किहाल्ने है ल छिटो हेलो डाक्टर साहब डाक्टर साहब यहाँ यस्तो पेसेन्ट छ हामी आउँछौँ ल हाम्रो लागि एउटा अपोइन्टमेन्ट रेडी गरेर राखौँ त बहुत सीरियस कन्डिसनमा छ तेरी दादागिरी निकाल दूंगा मैं भर्खरै आएको ल भर्खरै पेसेन्ट लिनु ल ल ल ल ल ठीक छ मस्त छु एक भयो हाम्रो डाक्टर यही हुन् पाँचवटा अम्लाउनु रहेछन् खै तिम्रो हो नि तिम्रो दिन पनि ढुक्टु गर्दो रहेछ दाल देखाउँछ ये सब क्या देखना पड़ रहा है बत्तीहरूमा दाग पनि रहेछ क्या अरे बोल्दैन मान्छे राम्रो रहेछ अनि यताको दिल पनि रहेछ त तिम्रो छ नि अनि खुट्टा पनि रहेछ नि त खुट्टा खानु आमा पार्नु पनि रहेछ कपाल पनि रहेछ गाना गाउँ त हेलो हेलो मेरो ब्रेकअप भयो छ गाना गाइदेऊ न तिम्रो लागि गर्दिन्छु म रोटी ट्याक्स के भयो डाक्टर तिम्रो लागि गर्दिन्छु म लक्ष्मी ट्याक्स तिम्रो बोल्ने बानी छ नि बदम किन्न लागि थिएँ हजुर बदम नआएकै जग्गा मैले ला अब नबोल्नु नि हो ल म तिमीलाई एउटा दबाई दिन्छु हजुर तँ नखानु नि मर्छौ नि किन रक्सी खानु दे रक्सी तँ तपाईँ सधैँ खानु नि रक्सी खानु मनका बात बकाउनुसँग रक्सी धेरै खानु हजुर ल म एउटा दबाई लेखाइदिन्छु जो चाहिँ नखानु नि ल ल यो दबाई खानु हो नखानु नि फेरि ए ल मर्छौ नि डाक्टर बाबु हुनुहुन्छ ल जानु डाक्टर बाबु हुनुहुन्छ
ल इस नमस्कार अहिले तिमीले मलाई अघि लाने इस हाम्रो पेशेन्ट सिरियसली फुल सिरियसली पेशेन्ट के हो के भयो देखियो गाह्रो छ यस्तो त हेर्न हुन्छ सबैले सुँगुरको मासु त मिठै हुन्छ त सुँगुरको मासु त मिठै हुन्छ त तर म उत्पत्ति लाउनु पऱ्यो म उत्पत्ति लाउनु पऱ्यो नि त डाक्टर चाहिँ टुप्पी काट्छु न त अनि ल यस्तो हेर्दिन अब आउट गर्नु पऱ्यो यहाँ आऊ सुँगुर खान्छु सुँगुर भन्दा मलाई माया गर्थेँ मैले सुँगुर फार्मै खोलिदिन्थेँ त तपाईँले ठिकै गर्नुभयो होइन के अरे जो मान्छे यहाँ आउँछ सबै माथि पुगेछ जो मान्छे यहाँ आउँछ सबै माथि पुगेछ सर्जरी रुम छ नि त आइसियु म त भगवान्माथि नै सम्झाएँ किनहरू त्यस्तो त हाम्रो डक्टर चवाट्ट भयो चवाट्ट चित्त होला नि सबै देशको ठुलो डक्टर हो म अनि वान बेस्ट अल फेमस हेरौँ न चेक गरेर नफेर्दा म चेक गरिहेर्छु नि यसलाई कम्पिटिसन जस्तो वान फेमस आस्ते गर है पहिलो माया पहिलो बिहे हो दोस्रो बिहे होइन चेक गर्दा चाहिँ यिनको दिमागलाई अपरेसन गर्नुपर्छ अपरेसन अपरेसन गरेर कति लाग्छ जम्मा थाइबार 10,000 खाएर 10,000 भनेपछि त गर्नको लगभग 12-13 लाख हजुर म गरिसम्म कहाँ हुन्छ यत्रो पैसा मैले कहाँदेखि ल्याउनु के गर्छ भाइ अपरेसन त गर्नै पर्छ मसँग छ भने तँलाई दिइसक्थे उही मै भिखारी हो तँसँग यसो उधार गरौँ कि भन्दै आएको तेरो हालत यस्तो रहेछ ल नि त डाक्टर म पैसाको बन्दोबस्त गरेर आउँछु हुन्न भोलि म गाउँछु आज गर्नुपर्छ अपरेसन हामी बुझ्दैनौँ न हामी अलिक हुने खाने भएका छैनौँ नयाँ नयाँ गरिब मान्छे हेर्नुहोस् सबको कोसिस गरी 10,000 भनेको मामुली हो ल नि त ल्याइहाल्नु न त भोलि कहिले आउने सुँगुर खान्छु होइन घर पुग्यो थक्यो नि आमा यसो उपाय छ नि भन त यहाँ तिमीले यहाँ के गर्छौ अब के गर्न सोचेछौ माथि प्लान यार मान्छेको शरीरमा त केही ठुलो त होइन यार अब समाजको लागि समाजले के भन्लान् समाजलाई मान्छे जान जान्छ बोलाउँदा पक्का साँच्चै काटिदिनु काट्दै गया 1 नम्बर ल काट्दै गया काटिदिन्छु ल फाइनली पूर्वजको अमानतले माया भनेको माया हो मायै हो एक गाना खेलाइदेऊ त नि खबर के ल्याउँछ आस्ते